एम बर्मा बरुडेन्द्र रुद्र मरुत स्तनवन्ती दिव्यै स्तभ्यै सङ्गपद कर्म पनिषते गरायन्ति एम सामगा। ठुलो श्री स्वस्थानी व्रत कथा माघ महात्मय कथावाचक समेत सबै श्रोताले चन्दन अक्षता फुल लिएर हात जोड्नु, वक्ताले प्रार्थना पढ्नु। एम बर्मा बरुडेन्द्र रुद्र मरुत स्तनवन्ती दिव्यै स्तभ्यै वेदै साङ्ग पद कर्म पनिषते गरायन्ति एम सामगा। ध्यानावस्थित गतेन मनसा पशयन्ति एम योगिनो यस्यान्तं न विदुषुरासुर गणा देवाय तस्मै नमः। श्रीमच्चन्दन चर्चित ज्वलो अपु शुक्लाम्बरा मल्लिका मललङ्कृत कुण्डला पर्विल सन्मुक्तावली शोभिता सर्वज्ञान निदान पुस्तक धरा रुद्राक्ष माला धरा वागदेवी ओदनाम्बुजे वसतु मे त्रैलोक माता चिरम मुङ्क करोति वचन पङ्गुलं घयते गिरिम यत्कृपातं वन्दे परमानन्द माधवम। नमो भगवते तस्मै व्यासाय स्मृत्यजसे यस्य पश्चात् दक्षामि नारायण कथामिमां नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवी सरस्वती व्यास ततो जय मुदिरेत। यो प्रार्थना सकेर पुष्पाञ्जली चढाइ नमस्कार गर्नु अनि वाचकले कथा भन्न थाल्नु। श्रोताले एकचित्त भएर कथा सुन्नु। श्री स्वस्थानी माता की। आज 24 अध्याय अथ 24 अध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, त्यहाँ उपरान्त गुमा ब्राह्मणी धागोको लरिया लिएर चन्द्रज्योति नगरका बराईको घर गएर मेरा घरमा सप्त ऋषि आएका छन्, तिनलाई खान दिन यो धागाको पान देऊ भनिन्। तब बराई भन्दछन्, हे गुमा ब्राह्मणी, पान कति छैन, भए जति सबै हिजै बेचिसके, नपत्ता हेर्नुहोस् भनेर छोपिराखेको पानको भाँडो उगारी देखायो। तब भाँडाभरि पान देखियो। यो के आश्चर्य भयो भने चिन्ता गरी, हे गुमा ब्राह्मणी, यस भाँडाको पान हिजो नै बेचिसकेको थिए। सप्त ऋषि आएका छन्, तिनलाई खान दिन भन्दा यस्तो भएको भनी बहुतै लाज मानी तिमी धन्य, त्यो धागो म लिन्न भनी आधा पान सुपारी समेत ऋषिहरूलाई खान देऊ भनेर दियो। गुमा ब्राह्मणी मनमा आनन्द पारी पान सुपारी लिए आउँदा सप्त ऋषिहरूलाई देखिनन्। अरू थोक नभए पनि पानले पाहुना मानेर सम्मान गरूले भनेको पापिनीका हातको पान खानु पर्ला भनेर गएछन्। म धिक्कार रहेछु भने धेरै बेरसम्म खुबै विस्मात गरिरहन्। केही मन शान्त भएर हातमा कुचो लिएर पिर्का उठाइ बढाउन लाग्दा ऋषिहरूले छाडी गएको द्रव्य देखिन्। त्यो द्रव्य पाएपछि ऋषिहरूले बताए चाहिँ पौषल शुक्ल पूर्णिमाको दिनदेखि हात गोडाको नङ काटी स्नान गरी शुद्ध भई एक भक्त रही एक चित्त गरी मध्याह्नकालमा श्री महादेवको पूजा गरी रात परेपछि सुन्ने कोही नहुनाले ओछ्यान चर्खा हुइठा धनु मुख्यान्जी राखी श्री स्वस्थानी परमेश्वरीको कथा भन्दथिन्। यसो गर चन्द्रज्योति नगरका गोठाला केटाकेटीले सुनेर घरको भित्तो च्याति चियाउन लाग्दा चर्खा उइठो धनु मुख्यजी राखी बरबराउन लागेकी गुमा ब्राह्मणीलाई देखेर, हे गुमा ब्राह्मणी, तिमीलाई के भयो, किन बरबराउँछौ भनी सोधे। तब गुमा ब्राह्मणी भन्दछन्, हे बालको, सुन, सप्त ऋषि आई श्री स्वस्थानी परमेश्वरीको व्रत गर भनी उपदेश दिएथे। त्यही व्रत गरी उनै ईश्वरीको कथा भनेको हो, बरबराएको होइन। मलाई रोग लागेको पनि छैन, बौलाएकी पनि होइन। सुन्ने कोही नहुँदा ओछ्यान चर्खा उइठो र धनुहरूलाई सुनाएकी हो। यस्तो गुमाले भनेको सुन्ने गोठाला केटाकेटीहरूले आफूले दिउँसो खाना भनी लगेको अन्न छाडी गए। त्यसरी सधैँ गुमाले भनेको कथा सुन्दछ र जो भएको लगेर दिन्थे। यसो गरेर श्री स्वस्थानी परमेश्वरीको व्रतको प्रभावले गोठाला केटाकेटीलाई घाँस टाढा खोज्न जानु परेन, नजिक नै पाउन थाले। गोमालाई पनि अन्न वस्त्र हुँदै गयो। त्यहाँ उपरान्त माघ शुक्ल पूर्णिमाको दिन सम्पूर्ण सामग्री तयार गरी एकचित्त भएर श्री स्वस्थानी परमेश्वरीको पूजा ध्यान गरी हातमा अग्रली, हे ईश्वरी, मेरो पूजाले सन्तोष भई मलाई दुःखका समुद्रदेखि पार गर। फेरि मेरो पुत्र नवराज आफ्नो बाबुको खबर गर्न गएको चाँडै आइपुगोस्। हे निरञ्जन निराकार जगदीश्वर श्री महादेवले भिक्षुक भएर दिएको श्रापको नाश गर।
फेरि मलाई र मेरो पुत्र नवराजलाई हितभावले यस लोकमा सुख सम्पत्ति दिई रक्षा गरेर हे दयामय तपाईँको ध्यान सबै मेरो हृदयमा रहिरहोस्। हे जगदीश्वरी, यो ब्राह्मण संसारका सृष्टि स्थिति संहार पालन गर्दा ब्रह्मा विष्णु महेश्वर रूप आदि अन्त्य नभएकी तिमीलाई कोटि कोटि नमस्कार छ। हे करुणामय, तिम्रो महिमा वर्णन गर्न चतुर्मुख ब्रह्मा भए, शेषनाग भए, सरस्वती भइन्, यिनले पनि नसकेको म जस्ती स्त्री जातिले के गरे सकुली भनेर स्तुति गरे अग्रदिन। त्यसपछि कोटि कोटि दण्डवत प्रणाम भन्दै झिकेर 8 रोटी अक्षता पान सुपारी फलफुल समेत यो मेरो पुत्र नवराजलाई भनेर पर सारिन्। 100 रोटी आफूले फलाहार गरेर रात्रिमा जागराम बसिन्। निकै रात गएपछि स्वस्थानी परमेश्वरीको व्रतका प्रभावले नवराज पनि टुप्लुक्क आइपुगे। बाहिरबाट आमा भनेर बोलाए। गोमाले आफ्ना पुत्रको बोली चिनेर बाहिर आइन् र भित्र डाकी बडो प्रीतिले बाबु कुशल छौ, तिम्रो पिताको के खबर छ भनिन्। तब नवराज भन्दछन्, हे माता, भिक्षा माग्न भनेर गएका मेरा पिता गङ्गाको तीरमा ऋषिका आश्रममा गएर पूजा गर्न रुख चढेर फुल टिप्न लाग्दा हाँगो भाँचेर खसी मरेछन्। यो कुरा वृद्ध ब्राह्मण दम्पतिले भने। रुखमै मुनि हेर्दा हाडखोड फेला पारी गङ्गामा लगेर संस्कार गरी 10 गात्रादि पनि श्रद्धापूर्वक गरिसकेपछि घर फर्केर आउन लाग्दा घरको दुःख सम्झी त्यसै कसरी जाउँ भनी सहरमा गएर कुनै राजाको सेवा गरेर राजाले केही द्रव्य दिएर तपाईँको दर्शन गर्न आए। यस्तो कुरा सुनेपछि गोमा अधैर्य भएर निर्विवेकी विधाताले 7 वर्षकी हुँदै 70 वर्षका बुढासित विवाह गरायो। यो अति अयोग्य थियो। त्यो बुढो पति पनि मारिदिए। म यस्ती यौवनवतीको उप दया नगरेर मारिदिए। भिक्षा माग्न भनी गएका हे स्वामी, मलाई एक्लै छाडी कता गयो? हे नाथ, तिमी बिना यो प्राण कसरी राखो? जहाँ तिमी गयौ त्यहाँ मलाई पनि लैजाऊ भनेर रुँदै कराउँदै मुछा परिन्। केही होस आएपछि नाना तरले शोक गर्न लागिन्। त्यो देखेर नवराज भन्दछन्, हे माता, शोक नगर्नुहोस्। यस संसारमा जन्मेर नमर्ने कोही छैन। सबैले एक न एक दिन अवश्य मर्नुपर्छ। अब तपाईँ मेरो मुख हेरेर मनलाई शान्त पार्नुहोस्। तपाईँको बुहारी कहाँ छ? यतिका दिनसम्म तिमीहरूले के खाइरह्यौ? आज तपाईँ पनि यस बेलासम्म नसुतेर के गरिरहनु भएको छ? किन यस्तो अनेक तरका फलफुल चन्दन धुपहरूको बास्ना आइरहेछ? के काम गर्नुभयो? यस्तो नवराजले भनेको सुनेर हे पुत्र, थाकेर आएको भोक पनि लाग्यो होला भनेर खाना दिइन्। खाइसकेपछि हे पुत्र नवराज, तेरी स्त्री माइत गएकी छ। तपाईँका छोरा आएपछि डाक्न पठाउनु होला भनेकी थिए। चन्द्रवतीले पनि छोडेर गएपछि तँलाई सम्झेर दुःखको दिन काटिरहेको थिएँ। एक दिन सप्त ऋषि आएर मेरो दुःख देखि बडो दया गरी श्री स्वतन्त्र परमेश्वरीको व्रत गर, दुःख नाश भएर इच्छा सिद्धि होला भनी व्रत विधि समेत बताए। उनका उपदेशले मेरो पुत्र चाँडै आइपुगोस्, मेरो दुःख नाश होस् भनी श्री स्वतन्त्रको व्रत गरी जागरण गरेकी हुँ। मेरो मनोरथ पूर्ण भयो। अब स्वस्थानी परमेश्वरीको महिमा सुनाउँछु, एकचित्त भएर सुन। यस लोकमा सुख सम्पत्ति पाई परलोकमा मुक्ति मिल्ला भनेर कथा सुनाइन्। यतिकैमा उज्यालो भयो। नवराजले, हे माता, तपाईँ धन्य हुनुहुन्छ। श्री स्वतन्त्री परमेश्वरीको व्रत गर्नुभयो। म सन्तोष भएँ। अब गङ्गामा स्नान गरी आउँछु भनी हिँडे। गङ्गामा स्नान गरी हरिहरको पूजा गर्दा गोमा ब्राह्मणले गरेकी श्री स्वस्तानी परमेश्वरीको व्रतका प्रभावले गङ्गाबाट हरिहर प्रत्यक्ष भएर, हे नवराज, तेरी माता गोमाले श्री स्वस्तानी परमेश्वरीको व्रत गरेका प्रभावले हामी सन्तोष भयौँ। वरदानले भने, यस गङ्गाको दक्षिण भागमा लावण्य देश छ। त्यहाँ राजा नहुँदा हात्तीलाई स्वर्णको कलश फुलको माला दिएर राजा खोज्न लगाएका छन्। त्यहाँ जा, हात्तीमा हामी प्रवेश गरेर अभिषेक तँलाई दिलाउला, राजा हुनेछस् भनेर वरदान दिए। तब नवराज हरिहरको स्तुति गर्दछन्। एउटै शङ्ख कपाल भूषित गरौ, माला स्थित माला धरौ, देवै द्वारावती शमशान निलयौ, नागरीको वाहनौ, दित्रय छेउ बलि दक्ष यज्ञ मथनेउ, श्री शैल जावल्लभौ, पाम्पमे हरन्ता सदा हरिहरौ, श्री वत्स गङ्गाधरौ। अर्थ, शङ्ख कपाल खप्पर लिएका, वनमाला अस्थिमाला लाएका, द्वारका र शमशानमा निवास गर्ने भएका गरुड
र बिर्स साँडे वाहन भएका 2 र 3 आँखा भएका बलि र रक्ष प्रजापतिको यज्ञनाश गर्ने भएका मेघ र हिमालय पर्वतका जस्तो वर्ण भएका लक्ष्मी पार्वतीका स्वामी भएका यस्ता तपाईँहरूले मेरो पाप हरण गर्नुहोस्। हे दयामय हरिहर, अनाथ भइरहेको यस्तो अकिञ्चनलाई दया गरी दर्शन दिनुभयो। मेरी महतारीको गर्भमा मैले बास लिएको जन्म सफल भयो। म धन्य रहेछु। तपाईँ कस्ता भने दुष्टको नाश गरी साधुजनको रक्षा गर्ने, ब्रह्माण्ड संसारको सृष्टि गरी पाप पुण्यको साक्षी रूप भएकालाई कोटि कोटि दण्डवत छ। हजुरहरूको महिमा वर्णन गर्न सरस्वती, शेषनाग, ब्रह्मादि देवता पनि असम्मत छन् भने म कसरी सकुला। सदैव तपाईँहरूको भक्तिमा मेरो चित्त लागोस् भन्ने अनेक स्तुति गरेपछि हरिहर अन्तरान भए। तब नवराज ब्राह्मण सूर्य जस्तो चहकिलो भएर घर आए। यस्तो तेजिलो छोराको मुहुरा देखेर गोमा भन्दछन्, हे पुत्र, आज तँलाई अति तेजवन्त देख्दछु। कुरा ठिक हो वा मेरो चित्त गडबडिएर हो? देवराज इन्द्र जस्तै सुन्दर देख्दछु। यस्तो माताको कुरा सुने नवराज भन्दछन्, हे माता भनी स्नान गर्न जाँदा हरिहर प्रत्यक्ष भएर वरदान दिएको सबै कुरा सुनाएर तपाईँको तपस्याले म यस्तो भए भने। यस्तो पुत्र नवराजको वचन सुनि गोमा खुसी भएर मेरो पुत्र चाँडै आओस् भनेर व्रत गरेथे। राति त आइपुगिस्, तँलाई पश्चात राखिदिएकी छ। लौला श्री स्वतन्त्र परमेश्वरले सदा तेरो कल्याण गरून्। तेरो पनि उनको भक्तिमा चित्त लागोस् भनी 8 रोटी, 8 अक्षता, 8 पान, 8 सुपारी, सगुन समेत सबै प्रसाद दिएर हरिहरको कृपाले लावण्य देशको राजा भएस् भनेर कपालमा हात राखेर आशिष पनि दिइन्। नवराज पनि श्री स्वतन्त्र परमेश्वरको प्रसाद खाई माताका चरणमा साष्टाङ्ग दण्डवत गरी लावण्य देशतर्फ हिँडे। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवाद श्री स्वतन्त्र परमेश्वर व्रत कथा गोमा स्वस्थानी व्रत कीर्तन नाम चतुर्विशोध्याय। श्री स्वस्थानी माता की। कति अध्याय हो? कथा सुनिसकेपछि सबै श्रोताले पुष्पाञ्जली लिनु र वाचकले तलका श्लोक भन्नु। उपनयित मङ्गल वा सकल जगन मङ्गलालय श्रीमान दिनकर किरण निबोधित नवनलिन दल निवेक्षण कृष्ण काले वसतु पर्जन्य पृथ्वी सस्यशालिनी देशो या छेवर हित ब्राह्मण सन्तु निर्भया अपूर्ण पुत्रिण सन्तु पुत्रिण सन्तु पौत्रिण निधन सदना सन्तु जीवन्तु सनन्द सतम तत्र वे गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्र च्युतोद्धार कथा प्रसङ्ग या कुन्देरु तुषार हार धवला या शुभ्र वस्त्र वृता या बीडाव दण्ड मण्डित करा या श्वेत पद्मासना या वर्माश्च्युत शङ्कर पार्वती देवै सदा वन्दिता सामा पातु सरस्वती भगवती निषेध जाड या पहा कायन च मनसेन्द्रियर वा बुद्धयात्मना वा प्रकृति स्वभावात् करोमि एक सङ्कल्प परस्मै नारायण यति समर्पय तथा सबै पुष्पाञ्जली चढाएर नमस्कार गर्नु, आफूले चिताएको वर माग्नु। श्री स्वस्थानी माता की, श्री सिद्ध बाबा की, श्री डिङ्गर माई की। फुल होइन छ।
फेरि पर्छ। पुग्छ।